उपस्थित आदरणीय जनसमुदायहरू, आज हामी नेपालको पूर्वी प्रवेशद्वार अनि यो पूर्वी प्रवेशद्वार काँकरभित्रको यो सीमारेखाबाट हाम्रो राष्ट्रवादी नेता आदरणीय अर्क थापाज्यूबाट चाहिँ हाम्रो शिर, हाम्रो देशको झण्डा अनि उहाँको बाहुलीबाट फर्काएर आज यो कार्यक्रम उद्घाटन गर्नेछौँ र यसको लागि सबैले ताली बजाएर यो राष्ट्रिय एकतामा समर्थन जनाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। ताली बजाएर भारत र नेपालको सीमामा छ साथीहरू अहिले हामी माथि भयो टेक्नोलोजी उहाँहरूको भयो यो अब बाँकी साथीहरू सबैले जय मातृभूमि जय देश जय मातृभूमि साथीहरू।